दर्शकवृन्द, खाली खुट्टा पैदल हिँडेर सुर्खेतदेखि प्रधानमन्त्रीलाई भेट्न भन्दै काठमाडौँसम्मको यात्रा गरिरहेका नवराज बोहरा भेडाको यो अभियान सुन्नुभयो भने तपाई चकित पर्नुहुनेछ। हेपेको अवस्था छ अनि यसै यो नाममा लुटेको भएर र यो नाममा देखेको भ्रष्टाचार विरुद्ध मैले चाहिँ एउटा खबरदारी भनेर हिँडेको छु। देशमा अनियमितता बढ्यो, भ्रष्टाचार बढ्यो भन्दै नवराज प्रधानमन्त्रीलाई भेट्न भन्दै खाली खुट्टा पैदल हिँडेर सुर्खेतदेखि काठमाडौँसम्मको करिब 600 किलोमिटरको यात्रा गरिरहेका छन्। पक्कै पनि दर्शकवृन्द, एक युवा देशमा भ्रष्टाचारी बढ्यो, अनियमितता बढ्यो, यसलाई रोक्नुपर्छ, खबरदारी गर्नुपर्छ भनेर यसरी नाङखुट्टै कुनै पनि चप्पल जुत्ता लगाउनु भएको छैन, सुर्खेतबाट काठमाडौँको यात्रामा हुनुहुन्छ। उहाँको यो अभियान आफैमा पनि सामाजिक अभियान हो। ती अगाडि चाहिँ यो दबदेखि यहाँ चाहिँ यो हुँदैछ अनि म तयार छु। दर्शकवृन्द, अहिले हामी पूर्व पश्चिम राजमार्गमा छौँ र यो मेरो दृश्यमा तपाईँले देखिरहनु भएको छ नवराज उहाँको नाम छ। अहिले उहाँले आफ्नो एउटा अभियान लिएर हिँड्दै हुनुहुन्छ, खाली खुट्टा खबरदारी अभियान। यो चाहिँ अनियमितता, भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध भनेर उहाँले यो खबरदारी अभियान चलाउनु भएको छ र उहाँले भनेअनुसार सुर्खेतबाट उहाँ चाहिँ कोहलपुरसम्म यसरी नै खाली खुट्टा आउनुभयो र अब कोहलपुरबाट अहिले हामी कोहलपुरभन्दा अलिकति अगाडि उहाँ हिँडिसक्नु भएको छ। पूर्व पश्चिम राजमार्गमा छौँ र उहाँ काठमाडौँको यात्रामा हुनुहुन्छ। म बुझ्ने प्रयास गर्छु, तपाईँको परिचय पुरा दिनुहोस् न। म चाहिँ कर्णाली प्रदेशको प्रतिनिधि भएर हिँडेको छु। मेरो चाहिँ नवराज बोहरा भनेर, अनि आफूलाई चाहिँ भेडा भनेर चिनाउँछु म। खास तपाईँ यो यसरी यो भन्नलाई यहाँले अनियमितता, भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध भनेर खाली खुट्टा खबरदारी अभियान भन्नुभएको छ। खास उद्देश्य अलिकति आफ्नै मुखबाट भन्नुहोस् न, के हो? अहिलेको सरकारले कर्णाली प्रदेशलाई एकदमै हेपेको अवस्था छ र अहिले चाहिँ जसरी विद्युत, जसरी कृषि, शिक्षा, स्वास्थ्यका शीर्षकमा आउने व्यवस्था जे छ नि यो नामबाट लुटिरहेको छ। अनि यहाँ चाहिँ एकदमै भ्रष्टाचार गरेका कारण चाहिँ हामीले केही पनि तपाईँको न विद्युतमा, न कृषिमा, न शिक्षामा, न स्वास्थ्यमा कर्णाली एकदमै हेपेको अवस्था छ। अनि यसै यो नाममा लुटेको भएर र यो नाममा देखेको भ्रष्टाचार विरुद्ध मैले चाहिँ एउटा खबरदारी भनेर हिँडेको छु। अब यो तपाईँ यो यस्तो टन्टलापुर घाम छ, यो हामीलाई यतिकै हिँड्न त गाह्रो छ। तपाईँको खुट्टामा घाउ पनि भएको रहेछ, खुट्टामा चोट पनि लागेको रहेछ हिँड्दा हिँड्दा, होइन? यो यस्तो टन्टलापुर घाममा तपाईँ हिँडेर तपाईँको यो जुन अभियान छ कसरी सम्बोधन हुन्छ त? जसरी मैले एउटा मान्छेलाई, यो मान्छेले पनि हामीले बुझ्नुपर्ने रहेछ कि सरकारले हामीलाई यो शीर्षकमा लुटिरहेको अवस्था छ। अनि अब हामीसँग लाएको कपडा बाहेक र यो जुत्ता खुट्टा यो छ नि, यो बाहेक यो केही नहुने अवस्था देखिन्छ भोलि। अनि सरकारले अलि भोलि अब नङ्गाएर लुट्नु भन्दा पनि अहिले हामीले खाली खुट्टा हिँडेर चाहिँ मैले मान्छेलाई एउटा अवेरनेसको लागि हिँडेको सर। अब यो तपाईँ काठमाडौँ पुगेर के गर्नुहुन्छ सर? मात्रै अब यो अभियान तपाईँ जसरी अब सुर्खेतबाट नेपालगञ्ज कोहलपुर आउनुभयो, अब आज काठमाडौँ जाँदै हुनुहुन्छ, त्यहाँ पुगिसके पश्चातका तपाईँका के छन्? अब म दिनमा 25 किलोमिटरभन्दा बढी चाहिँ हामी हिँड्न नसक्ने अवस्था छ। अनि मलाई केही नभनी महिना दिन लाग्न सक्छ। म काठमाडौँ पुग्छु। हामीसँग बुदाहरू छन्, अनि तपाईँको विद्युत, कृषि, स्वास्थ्य र शिक्षाका नाममा भएका बुदाहरू छन्। अनि यी लगेर विज्ञप्ति लगाएर हामी प्रधान कार्यालयमा चाहिँ बालुवाटारमा गएर उहाँलाई यो बुझाउने कुरा छ। उहाँले यो बुझिसकेपछि हाम्रो दुईवटा मुद्दाहरू तुरुन्त दर्ता हुनुपर्छ, जुन चाहिँ हामीले कर्णाली प्रदेशमा गएर उच्च अदालतमा हुन्छ कि यहाँ दर्ता नहुने अवस्था देखियो। त्यहाँ अब सर्वसम्मति दर्ता हुनुपर्छ हामी जाने बित्तिकै। भनेपछि कर्णाली प्रदेशमा भइरहेका व्यतिथि अनियमितता अथवा भ्रष्टाचार भनौँ अथवा हरेक किसिमका ती मुद्दाहरूमा जुन सरकारले अवहेलना गरिरहेको छ, ती कुराहरू चाहिँ सरकारले हेर्नु पर्यो भन्ने तपाईँहरूको चाहिँ जसरी शिक्षाको कुरा गरौँ, होइन? अनि शिक्षामा जसरी एउटा एससिई हुन्छ, होइन, 10 कक्षामा, अनि एउटा पनि विद्यार्थी पास हुँदैन। त्यहाँ एउटै नगरपालिकामा 3टा स्कुलमा निल हुने, पास नहुने अवस्था। अनि तिनका लागि सरकारसँग प्लान केही पनि छैन र जो पास भयो नि तिनलाई अगाडि कसरी बढाउने भनेर त्यो योजना छैन। स्कुलले भवन बनाउने दरबन्दी बाहेक अरू केही पनि काम गर्दैन। अनि यी बारेमा थियो। अनि कृषि कुरा होला, कृषिमा जस्तै तपाईँको अनि पढेका मान्छेहरू कागजमा कृषि गर्न लागे, अनि ठुला अनुदान तिनले पाउनु लागे जो अशिक्षित छ नि किसानहरू, अनि तिनीहरू चाहिँ माटोमा काम गर्ने भए। अनि माटोमा काम गर्ने बित्तिकै अशिक्षित हुन्छ, अनि तिनलाई विषादी पनि बुझ्दैन यिनीहरूले चाहिँ। अनि विषादीको मात्रामा नबुझेर अनि एक्सपायर भएको विषादीहरू पनि हाले कि, अनि यसले गर्दा एकदम समस्या परेको छ। अनि
ती लगायतका कुराहरू लगाइदिए उठाउँदै एकदम हुनुहुन्छ। लगाइदिए। अब यो तपाईँले भनेका जुन माग छन्, जुन अभियान छ, यो सरकारले सुनेन भने के हुन्छ? तपाईँ फर्किनुहुन्छ काठमाडौँबाट अथवा के हुन्छ? अनि हामी चाहिँ त्यसपछि हाम्रो यो अभियान सकिँदैन। अनि यो पछि हामीलाई हाम्रो मुद्दाहरू दर्ता गरोस् भन्ने मात्रै हो। अनि सर्वोच्चले दर्ता गरिसकेपछि हामी अझै समय लाग्न सक्छ, हामी लडिरहेको छौँ। के छ तपाईँको यो अभियानमा? तपाईँ एक्लो हुनुहुन्छ अथवा कुनै सङ्गठनै लाग्या हो कि अथवा के हो खासमा? यसमा म व्यक्ति मात्रै हो, तपाईँ एक्लै हुनुहुन्छ? म व्यक्ति मात्रै हो। तपाईँ हेरिसक्नु मेरो पछाडि कोही पनि छैन होइन। बाटोमा कोही मान्छेले मलाई एक साथ खाना खुवाउने अनि पानी दिने कोही भेट्ला होइन, त्यो सहयोग मात्रै मलाई नैतिक सहयोग त्यो मात्रै मैले मागेको छु। मसँग हिँड्नुपर्छ भन्ने मैले कसैलाई भनेको छैन। अनि मसँग यस्ता चाहिँ केही नभने 22वटा भन्दा बुद्धा छन् हामी। ती प्रत्येक चाहिँ विद्युतसँग सम्बन्धी छ, ती कृषिसँग सम्बन्धी छ, शिक्षासँग सम्बन्धी छ, अनि स्वास्थ्यसँग सम्बन्धी छ होइन। अनि कतै केन्द्रले दिएको व्यवस्थाहरू जान्छ नि, जसरी प्रदेश हुँदै नगरपालिकामा जाने व्यवस्थाहरू बजेट छ नि, कति ती हिनामिना भएछ कि ती भ्रष्टाचार भएको छ कि होइन। अनि यिनलाई पनि डर हुनु पऱ्यो नि। केन्द्रबाट जसरी पहिला सिंहदरबार मात्रै थियो, आज गाउँ गाउँ भएको छ। अनि सिंहदरबार भनेको तपाईँको नगरपालिका पनि रहेछ। जसरी बजेट पाएर जसरी ती ठ्याक्कै त्यो ठाउँमै पुग्दैन नि, त्यहाँ पनि भ्रष्टाचार हामीले यसरी भ्रष्टाचार पनि भनेको हामीले चाहिँ। अब सर यो जुन तपाईँ जुन प्रकारले यसरी हिँडिराख्नु भएको छ, अब चुनौती के देख्नुभयो सर? तपाईँ सुर्खेतबाट आउँदाखेरि अब यो घाउ भएर रहेछ, गाह्रो अप्ठ्यारो के छ? अहिले भर्खरै मैले मेडिकल कलेजमा कोलपुरबाट डक्टरलाई देखाएर पनि आएँ म होइन। मेरो यो अलिकति अगाडि चाहिँ यो दब्दैछ, यहाँ चाहिँ यो हुँदैछ। यसको लागि तयार छु म। अनि म दिउँसो गर्मीमा चाहिँ अलिकति आफूलाई रेस्ट गर्न पनि गएको छु, किनकि स्वास्थ्य पनि मैले एकदमै ख्याल गरेको छु मैले। अनि बिहान बेलुका हिँड्नेहरू यसरी पनि गएको छु, एकदमै म स्वास्थ्यको उसमा पनि छु, म सम्पर्कमै छु म। पक्कै पनि दर्शकवृन्द, एक युवा देशमा भ्रष्टाचारी बढ्यो, अनियमितता बढ्यो, यसलाई रोक्नुपर्छ, खबरदारी गर्नुपर्छ भनेर यसरी नाङखुट्टै कुनै पनि चप्पल जुत्ता लगाउनु भएको छैन। सुर्खेतबाट काठमाडौँको यात्रामा हुनुहुन्छ। उहाँको यो अभियान आफैमा पनि सामाजिक अभियान हो, तपाईँ हामीका लागि पनि एकदमै आवश्यक अभियान हो। यो अभियानमा उहाँलाई बाटोमा हिँडिरहँदा पानी खानु पर्ला, बास बस्नु पर्ला, यो यात्रा गरिरहँदा उहाँलाई सहयोग गरिदिनु होला, हामी यही अपिल गर्न चाहन्छौँ। तपाईँको अभियान सक्सेस होस्। हामीले कुनै ठाउँमा गएर तपाईँलाई सहयोग गर्नुपर्ने अवस्था आए हामी लाग्नेछौँ। यहाँलाई अन्तमा के भन्न छ? आज यो 10औं दिन हो यो। अनि म चाहिँ अब 7 दिन त मैले हाम्रो नगरपालिका र कर्णाली प्रदेशका प्रत्येक निकायहरूमा पुगेँ म। अनि मैले जिल्ला छोडेको आज 13औं दिनमा छु आज होइन। अनि अब यो बाँकी जिल्ला पनि छोड्ने अवस्था हुन्छ होइन, यसरी काठमाडौँ पुर्याउने छ। अनि साथीहरूले चाहिँ म यो मार्फत होइन म के भन्न चाहन्छु भने चाहिँ बुदा धेरै छन् होइन। भ्रष्टाचार भनेको त भ्रष्टाचार मात्रै एउटा शीर्षक नहुने रहेछ। ती भ्रष्टाचार चाहिँ तपाईँको विद्युतभित्र देखियो, तपाईँको कृषिभित्र देखियो, अनि शिक्षामा देखियो, जुन स्वास्थ्यमा देखियो। एकदम मुख्य आधारभूत सरकारले दिने सुविधामा पनि हामीलाई चाहिँ यसरी सुविधा नदिएर नपाएर होइन, अनि यसरी हामीले गरिरहेको छ। अनि मेन चाहिँ हाम्रो के छ भनेपछि कर्णाली प्रदेशमा तपाईँले फेसमा देखिराख्नुहुन्छ होला, 1 वर्षमा 2-3टा महिलाहरूलाई सुत्केरी भएको अवस्थामा हेलिकप्टरमा हामीले ल्याएर उपचार गऱ्यो भन्छ होइन। कि कर्णाली प्रदेशमा 3टा महिला मात्रै हुँदा सुत्केरी हुने जो हेलिकप्टरमा ल्याइन्छ। अनि गाउँमा के छ त अवस्था, यो बारेमा कसले बुझ्दिने? अनि यो मलाई छ होइन, मलाई अनि सारा म जति पनि मलाई चिन्ने मान्छेहरू मेरो एकदम चिन्तित हुन्छ, गरिबमा यसरी हिँडेछ भने होइन। म हाम्रो प्रदेशको चिन्तामा हिँडेको छु म। त ती साथीहरूको ममाथि चिन्ता एकदम ठिक छ होइन, तर मेरो चिन्ता चाहिँ यो प्रदेशको लागि छ, यो सुविधाको लागि छ, यो व्यवस्थाको लागि छ। अनि म बुदाहरू एकदम बुदा छन्। म सुस्तरी दिनभरि मैले फेसमा पनि मैले लेख्ने गरेको हुन्छु। अनि बुदाहरू धेरै छन्। अनि यसमा चाहिँ सबै समेटेका छन्। यसमा गाउँका बजारका जति पनि छ नि कर्णाली प्रदेशमा, ती सबैका पाउने दुःखकाहरू, पीडाहरू, अनि उद्योग व्यवसायहरूको पनि समस्या छ मसँग। 22 भन्दा बढी मुद्दाहरू छन्। र मलाई यसरी तपाईँ पनि कसैले भएको कुरा छ, कसैले भ्रष्टाचार गरेको कुरा छ भने भन्नुहोस्, बुदाहरू थपेर हुनसक्छ। केही नभनी 100वटा बुदाहरू हुनुपर्छ। अब म काठमाडौँ पुग्ने बेलासम्म अहिलेसम्म 22 भन्दा बढी मुद्दा भइसकेको छ अहिलेसम्म सर।